हामी आज आउन चाहिँ आएको छौँ है। यो पोखरीको नामै थाहा छैन केटा हो है। यो कुन पोखरी भन्ने कुरो थाहा छैन। अब आउन चाहिँ आएको छ खोइ बिचमा यो मन्दिर पनि रहेछ। यो चाहिँ अब आज हामी भक्तपुर यो भक्तपुरको ऊ हो। अनि ऊ यहाँ छ एकजना हाम्रो साथी जसले हामीलाई गाइड गर्दैछ। उसले पनि थाहा छैन, यो गाइड गर्ने मान्छेले पनि यो मन्दिर यो कुन पोखरी भन्ने पनि थाहा छैन। यो साथीको नासो हो होइन। अनि यता चाहिँ अब जोडी छ। यो चाहिँ अलिक त्यति अब जोडीहरूको लागि चाहिँ त्यस्तो राम्रो ठाउँ चाहिँ होइन क्या। जोडीहरू सबै देख्छ यहाँ, त्यही भएर एक्लै आउँदा चाहिँ एकदम राम्रो है। सर्लक्क यहाँ चाहिँ वरिपरि घरै घर देख्ने हो, सबै यहाँ लजहरू नै होला। अनि अब यो चाहिँ पोखरी, यो कुन पोखरी भन्ने कुरो पनि थाहा छैन होइन। अब यता रहेछ यो भक्तपुर बहुमुखी क्याम्पस पनि यता रहेछ। अब कुन आसपास पर्छ यो पनि थाहा छैन। अब म त फर्स्ट टाइमै आएको भइहाल्यो। अब यता यो पोखरी भइहाल्यो। यहाँ बिचमा एउटा मन्दिर छ। हामी त्यो मन्दिरमै जाँदैछौँ है। हामी अब त्यो मन्दिरमै मन्दिर कुन तरिकाको मन्दिर हो यो अलिकति मन्दिरको शैली नै अब बुझ्न सकेनौँ। हामीले बुझ्न सकेनौँ है। अब यसका लागि चाहिँ अब हामी त्यही मन्दिरतर्फ हाम्रो गन्तव्य अगाडि बढ्दैछौँ। अनि यो बिचमा यो चाहिँ अलिकति यो कुन स्टाइलमा रहेछ भने यो चाहिँ अब इन्डियाको जुन ताजमहल स्टाइलको ऊ रहेछ होइन। यो चाहिँ बिचमा यो पोखरी अनि माथि यो चाहिँ उसमा यो कल्भर्ट टाइपमा अब बिचमा होल बनाएर चाहिँ बनाएको इँटाको यो प्राचीन शैलीमै होला सायद। यसरी बनारहेछ है। अब हामी चाहिँ ठ्याक्क यो गन्तव्य उता पुग्दैछौँ। यो खोला, त्यो चाहिँ खोला होइन, त्यो पोखरी चाहिँ यो हाम्रो। हजुर यो मन्दिरको नाम के पनि थाहा छैन, यो पोखरीको नाम पनि थाहा छैन। अन्धाधुन्दामा आउँछौँ हामी। यो चाहिँ सुर्खी डिजाइन, यो डिजाइन भन्छ। यो हाम्रो साथीले थाहा छ यो सबै कुरा। हाम्रो यो साथीलाई यो भन्नु त कुन डिजाइन हो यो? पहिला धरामा हाल्छ नि सुर्खी। यो चाहिँ यसमा चाहिँ के को मिक्सर हुन्छ यसमा? मासहरू मिसिन्छ अरे। अनि त्यो सिमेन्टै थिएन, अब चुना सिमेन्ट त ऊ बेलामा थिएन होला नि यार। यही तरिकामा बनाएको छ यो मन्दिर। कुन तरिकामा यो मन्दिरको शैली कुन तरिकामा बनायो? अब यो चाहिँ धेरै यो अब अहिलेको जुन हेर्दा कोटाउँदाखेरि अहिलेको यो राजनेता भनाउँदाहरूले यस्ता बनाउन सकेन। यो अब राजाले बनाएको यो त होला होइन। अब राजाले बनाएको कुरा हो यो। राजाले यति मिठो कुराहरू संरचना बनाएको छ होइन। भनेपछि अब हामी यो संरचनालाई चाहिँ हामीले अब देख्न पाछौँ भनौँ न। अहिलेको जुन राजनेता भनाउँदाहरूले यसरी बनाउनु पाएन। भएको चाहिँ सबै मासिँदै गएको छ होइन। वाइड एङ्गल यही सेपमा हेरौँ न। यो मन्दिर यस्तो टाइपको मन्दिर रहेछ यो। कुन मन्दिर हो त्यो पनि? त्यो चाहिँ अलिकति नाग पोखरी हो यो। नाग सायद यो नाग पोखरी नै होला यसो। नाग पोखरी मुझी दाजु वा नाग हुनु पक्कै यो नाग पक्का नाग पोखरी होला होइन। यो चाहिँ यो ओहो ल माछा पनि यहाँ देख्न पायौँ। कुन प्रकारको रङ्गी बिरङ्गीको माछा रहेछ। ओहो 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 ओइ भाइ आऊ माछा हेर। माछा पनि टन्नै हेऱ्यो है हामीले। ओहो यो चारो खुवाउँदैछ। नाग पोखरी दाजु है। यसको चाहिँ यो मन्दिरको छाक हो नि एउटा यसरी रहेछ होइन। अब हाम्रो यो भ्लग विजय भ्लगमा चाहिँ हेर्नु होला। हाम्रो युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु पनि होला। भन्दै अब हामी भिडियोलाई चाहिँ स्किप गर्दैछौँ।